गीतामा हरि हामीहरू अहिले छौँ धारापानी क्षेत्रमा। हामीहरूको यात्रा चाहिँ हाम्रो नेपाल भारत नाका दाङको कोइलासम्मको रहेको छ। हामी त्यति जाने क्रममा चाहिँ आज बिहान धारापानीको दर्शन गरेर जाउँ भनेर आएको छौँ सपरिवार। यो धारापानीको दर्शन सँगसँगै हामीहरू यहीँबाट चाहिँ कोइलाबसतिर निक्लिन्छौँ। सुकिजान्छ नि पानी हालिदिनु पर्छ। पिपल यो होइन उता यस्तो यो चाहिँ हामीले कहिले रोपेको मम्मी? हो कति वर्ष अगाडि हो? हामीले अस्ति न मङ्सिरको 11 गतेमा लगाएको 2081 सालको होइन? 2081 सालको जागेर उभइएछन्, पात झरेर पलाउन लारेछन्। पलाउन लाग्छ। यो चाहिँ हामीले 21 सालको मङ्सिरमा लगाएको हो, बर पिपल रोप्ने टाइममा, ठुला एकादशीमा लगाएको, ठुला एकादशी टाइममा त्यो लगाएको। अहिले चाहिँ हामी पानी चार्ने यही बेला आएको बेलाको पानी चारेर हामी फर्किरहेछौँ। अब जाम ढिलो हुन्छ हाम्रो उताको यात्रा। फेरि यात्रा टाढा सफर जान्छ। हामीहरू अब चाहिँ गडाउँदेखि कोइलाबासको बाटोमा छौँ। यहाँदेखि अब हाम्रो कति टाइम लाग्छ होला दाइ? 1.5 घन्टा लाग्छ यहाँबाट। 1.5 घन्टाको वन जङ्गलको बाटो पछि छैन दाइ? पुरै पछि छ। ल हामी अब सरर कोइलाबासतिर। यो बाटो यसरी हिँडेर आउने होइन? उताबाट ओर्लदी हिँड्ने बाटो हो उतातिर जङ्गल है। नुन बोकेको बाटो यही कोइलाबासको बाटो। हाम्रो पुर्खाहरूले नुन बोकेर हामीले खाएर अहिले यहाँ यत्रो ठुलो भइयो। जम्मा धेरै टाढा त होइन रहेछ, जम्मा 20-22 किलोमिटर मात्र। सानो सानो गाउँहरू बेला बेलामा आइरहेको छ। 16 किलोमिटर छ यहाँदेखि अब कोइलाबास। सबै जङ्गलको बाटो यो। लगभग हामीहरू चाहिँ आइसक्यो हो। जम्मा 3 किलोमिटर बाँकी छ कोइलाबास बजार आउनलाई। आज तुलनालो लागेको हुनाले चाहिँ खासै क्लियर छैन। तुलसीपुर कोइलाबासको बजार चाहिँ अलिकति थोरै झलक चाहिँ हामीले देखिसक्यो तुलसीपुर बजारको यहाँ माथिबाट। कोइलाबास बजारको। हामी तुलसीपुर जाँदैछौँ, त्यो हुनाले चाहिँ तुलसीपुर नै आइराखेको छ मुखमा।
सकेसम्म म देखाउँछु हजुरहरूलाई यहाँ मिल्यो भने माथि हाइटबाट अघि देखेको थियो राम जानकी मन्दिर प्रवेशद्वार पुरानो धेरै पुरानो त्यो चाहिँ हनुमान मन्दिर अगाडि यस्तो रहेछ हाम्रो कोइलावास राम जानकी मन्दिर त्यो जमानामा सटर खोलेर बस्यो होइन नाका पनि त्यति चलेन के भएर बन्द भयो क्या नेपालगञ्ज बाटो खोलेको तपाईँको बस्ने ठाउँ हुन्न थियो हटारोहरूले डोका ल्याएर त्यहाँ पाहाडबाट जडीबुटी घिउहरू बेच्न ल्याउने नुनी साल्टे हुन्थ्यो व्यापारी कता हुन्थ्यो यहाँ घरमाथि पिपल जाग्यो मान्छे चलपलले भएन मान्छे त्यतिकै विस्थापित हुनु भयो नि अब भित्र बुढापाका चाहिँ तिनी बिदियो अब यस्तो भइसक्यो जीर्ण भइसक्यो यहाँ चलपल छैन मान्छे कहाँ आउँछ व्यापार बिजनेस भएपछि चलपल भएपछि मान्छेहरू आउने हो हजुर यस्तो पुरानो हजुर त्यो जमानामा सटर रहेछ हेर्छु नि ल यहाँनिर व्यापार गर्ने होला भित्र चाहिँ घर कोठा हाम्रो राम जानकी मन्दिर कोइलावासमा स्काई साइक्लिङ पनि रहेछ यस्तो राम जानकी मन्दिर कति पुरानो मन्दिर हो पुजारीजी 1885 को त्यहाँ माथि लेखेछ धेरै पुरानो मन्दिर छ 1885 को यो तुलसीमाको मन्दिर यहाँ यो चाहिँ शिवालय शिव मन्दिर यो छ अर्को ऐतिहासिक चिज यो कुवा इनार कति गहिरो छ गहिरो रहेछ यो लगभग 100 मिटर जति गहिरो छ होला पहिलाको कुवा यस्तो हुन्थ्यो आज चाहिँ हामीहरू अलिकति ऐतिहासिक ठाउँदेखि इनार भयो ऐतिहासिक ठाउँहरू हेरिराखेका छौँ क्या आज अलिक इतिहास भइसकेको चिजहरू हेर्दा रमाइलो अनुभव हुने रहेछ कस्तो भयो यसो देखाएको थियो हजुरले पहिला यत्रो कुवा देखिसकेको थिएन यो त तराईतिर कुवा हजुर यस्तो यहाँबाट पानी निकालेर जर्किनबाट पानी निकाल्ने यस्तो पुरानो तलसम्म इतिहास हजुरले दाङ आज त पुरा हजुर पानी आउँछ ल हुन्छ ल त्यहाँनिर माथि लेखिएको छ कोइलावास मन्दिर स्थापना भएको राम जानकी मन्दिर कोइलावास स्थापित सम्वत 1885 लगभग 200 वर्ष हुनलाई अब 3 वर्ष बाँकी रहेछ 200 वर्ष पुरानो मन्दिर कताबाट जाने घुम्न आयो घुम्ने हो नि त अब घुमेर जाउँ त त्यहाँ बसेका छन्
यो गाउँको रोटी खाएपछि फेरि अरू सोधेपछि त्यसलेबाट घरलाई दिला खाने बन्द गर्यो त्यस्तो यो चाहिँ पहिलाको भोजनालय रहेछ यहाँनिर चाहिँ अनि पहिलाको कुरा अनुसार किम्बदन्ती जस्तो अब सुनिन्छ होइन एकजना घोरलातिर चाहिँ 82वटा रोटी खाएपछि घोरलातिरबाट खाना यहाँ बन्द भएको थियो अरे भनेर बुवाले भनिन्छ होइन पहिला बुवाहरू अब जमानामा नुनसुन लिन होइन 6 महिना 1 वर्षलाई या कति टाइम हुनु हजुरबुवाको हजुरबुवा अरे हाम्रो हजुरबुवाको हजुरबुवाहरू त्यो जमानादेखि यहाँ होइन कोइलावास आउने खाद्यान्न सामानहरू ल्याउन आउने भनेर चाहिँ यस्तो रहेछ यो के को विशेष नयाँ भवन रहेछ यो होइन 1 महिना लगाएर लाग्थ्यो होला आउने जाने 1 महिना त उतातिर चाहिँ मस्जिद रहेछ क्या हो कोइलावास 200 वर्ष लगभग 200 वर्ष पुरानो गर्मी छ है उम्सो छ हजुर यो चिजहरूलाई हाम्रो दाङ जिल्लाले होइन राम्रोसँग पर्यटकीय एउटा ऐतिहासिक पर्यटकीय स्थल बनायो भने चाहिँ कति राम्रो यहाँ भनौँ न आर्थिक चहलपहल हुन्छ होला है यस्तो चिज अब भन्नु कति यो त धेरै वर्ष अगाडिको कहिले लेखाएको छु लेखा रहेछ त्यहाँ 953 के लेखाएको छ जनवरी 953 J12 लेखेको छ यो भनेको अर्थ चाहिँ के हो घर बनाएको जस्तो लाग्यो 1953 मा बनाएको रहेछ भयो ए 91 अगाडि छ 1953 को जनवरी 12 मा बनेको रहेछ यो अहिले 2026 50 75 लगभग 75 वर्षभन्दा बढीको यो घर रहेछ त्यति पुरानो घर जाउँ लगभग यहाँनिर अब सबै त्यस्तै भनौँ त्यति पुरानो नै होला क्या यहाँ जीर्ण जति घरहरू देखिन्छन् त्यति पुरानो नै घर रहेछ क्या यहाँ सबै त्यस्तो रहेछ पुरानो वडा अध्यक्ष घर कता हो सद्दामको पुरानो वडा अध्यक्ष नि सद्दाम अगाडि तल हो ल ठिक छ पक्का घर बनाएको छ आज त घरमा कोही छैन नि होइन को बस्छन् यहाँ सद्दामको घरमा सबै बस्छन् लमैतिर बस्छ त्यो ए को छ अहिले वडा अध्यक्ष यहाँको वडा अध्यक्ष को छ कोही छैन खालिद सिद्दिकी ए ल ठिक छ उता रहेछ यता जाउँ जम्मै पुरानो घरहरू भत्केर भग्न अवशेष यो चाहिँ मैले देखेँ यो चाहिँ ऐतिहासिक पर्यटकीय स्थल बनाउनुपर्छ हाम्रो दाङको यो चाहिँ अब अन्डररेटेड नै भनौँ होइन यसलाई चाहिँ राम्रो विकास गरियो भनेपछि यहाँ चाहिँ राम्रो छ यसको भविष्य राम्रो छ पहिला त भविष्य राम्रै भएको गऱ्यो भने अझै हुँदो रहेछ मान्छे पुरानो चिज हेर्न होइन इतिहास आफ्नो हेर्न आफ्नो दाङ जिल्लाको कसरी हामीले हाम्रो पुर्खाहरूले बाजेहरूले नुनहरू यहाँबाट लगेर जान्थे होइन यत्रो पहाडबाट बोकेर यहाँ रहेछ यो साइकल चलाउने खाली छ कोही छैन त आथी यहाँ पहिला चलाएर लगे जस्तो पनि साइकल कोले लग्यो त खोजु र कसले खोजुले मात्रै खोजेको दुई भाइले साइक्लिङ रोप साइक्लिङ अहिले बन्द रहेछ यो भन्दा पनि अहिलेकै बाटो होला नि झुलुङ्गे पुल छ उ त्यहाँ माथि सिडी बनाइदिएको छ रहेछ नि हजुर रेलिङ हाली उताबाट हिँडेर आउने होला क्या पहिलाको पुरानो बाटोलाई अब रेलिङ सिलिङ हेर्न मर्मत गरेको होला जाउँ अब हाम्रो यहाँको पुरानो
वडा र छेप यहाँ छैन जस्तो छ न त त्यसले यहाँ हामीलाई घुमाइदिन्थ्यो सदाम सिद्दिकी हाम्रो पुरानो छिमेकी भाइ अब कता छ त्यो यो चाहिँ मस्जिद रहेछ मस्जिद जामा हजुर जामा मस्जिद यता चाहिँ झुलुङ्गी पुल आयो यो झुलुङ्गी पुल पनि एकछिन हेरौँ सर अब यो खटिया हजुरलाई थाहा छैन खटिया भन्ने खटिया हो यो चाहिँ अब लाखौँको बेड भन्दा पनि आनन्दको हुन्छ यो चाहिँ लचक त यसमा के लाउनु पर्यो तन्ना माथिबाट लायो भनेपछि माथिबाट घपक सिरक उडासन अब के सिरक ब्ल्याङ्केट ओर्ने यति आनन्द ल बसेर एकछिन अनुभव गर्छु ल बस्यो के गर्नु बसौँ है एकछिन यो खटियामा ल लाग्दैन ल के पैसा लाग्ने हो यहाँको बेड भनेको यही हो ल यसरी बस्ने यसरी सुत्ने आनन्द कति आनन्द आउँछ एउटा भिनाजुल लक्साइ रहेछ यहीँबाट तुलसीपुरमा छ यो के छ यहाँ भात पकाउने चुलो ए पुरानो चुलो होइन ए हेरौँ है दिदी यहाँ तपाईँहरूको त राम्रो राम्रो चिज रहेछ ए चुलो खाना पकाउने चुलो यहाँबाट दाउरा हाल्ने गएछ के खोला हो यो दिदी खोलाको नाम के हो यो खोला मात्रै हो नाम छैन खोलाको खोला यहाँबाट तल जाने खोलाको बाटो रहेछ यो नानी हुन् आँखामा गाजल कपाल तोरीको तेल लगाएर चिटिको पर्दैछन् ल ठिक छ कति वर्षको भयो 1 वर्षको यस्तो छ त्यो चाहिँ सिडी चाहिँ भ्यू टावर त्यहाँ माथि रहेछ नि त टावर हो त्यहाँ माथि भ्यू टावर हेर्ने ठाउँ रहेछ त्यहाँ तल खसेला है विचार गरेर माथि रहेछ माओवादी दोध्ने कालमा सब माओवादी बन्यो खोलाको ढुङ्गा सब इन्डियातिर भयो माटो मात्रै हो अनि खोलाले सब माटो बगाएर यति गएर नत्र लगभग लेभल अलिकति 1 हात तल हुँदैन थिएन माओवादी बन्यो ढुङ्गा बेच्नबाट सब यो खोलाको ढुङ्गा लग्दै इन्डिया बेच्दै यो खोला यस्तो भयो अब अहिले उ गर्न आएर चाहिँ बिचमा यस्तो अब ल जाउँ बन्द रहेछ कोइला बस क्याफे ल जाउँ इन्डियातिर लागौँ अब तुलसीपुर लागौँ खानासाना खाउँ त्यहाँको बजार हेरौँ अनि त्यसपछि फेरि यहाँ कोइलाबास हेरौँ लाएर खानासाना खाएर कहाँ हो सदामले उता कता भन्ने होइन गोलुले क्याम्प कता हो यति हो क्या हो कस्तो महसुस कस्तो भइरहेछ टाउको दुखिरहेछ मेरो बुढीको बाटो घुमाउरो भएर होइन बुढी यता बाटो घुमाउरो भएर चाहिँ अगाडि बस्छ है अब जाने बेला के भयो समिना हाम्रो नाका प्रहरी कार्यालय अगाडिको त्यही हो नाका होइन त्यही गेट उताबाट इन्डिया सुरु भयो नेपाल विद्युत प्राधिकरण लमै वितरण केन्द्र हजुर यी कुखुरा मेरो पछि आएको बहिनीको पछि यहाँनिर वडा कार्यालय रहेछ त्यहाँनिर त्यो चाहिँ वडा कार्यालय रहेछ आज के बार हो आज चाहिँ मङ्गलबार बुधबार कोइलाबास देउखुरी सुनसान छ खासै त्यति धेरै चहलपहल छैन सबै पुराना संरचना पुराना भवनहरू होइन यस्तो रहेछ के चिया नास्ताको अर्डर भयो
यहाँनिर चाहिँ भारू पैसा साट्नु पर्ने रहेछ। राप्ती यातायातको काउन्टर रहेछ यहाँ। दाइले भन्नुहुन्छ चाहिँ 2वटा गाडी अप डाउन हुन्छन् भन्ने हुन्थ्यो। कोइला वासको हाम्रो भन्सार कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, कोइला पास। यहाँ यसो भन्सारमा सोधपुछ गर्दा चाहिँ सानो सानो क्यामेराहरू लानिदिन्छ, ठुलो लान मिल्दैन, ड्रोनहरू चाहिँ मिल्दैन भन्ने यस्तो गऱ्यो। त्यो हुनाले अब हामीहरू बिसरी यातायात पनि रहेछ यहाँ। हामीहरू अब ड्रोनलाई त्यही राखेर एकछिनमा चिया नास्ता खाएर हामीहरू लाग्छौँ अब भारतको नेपालको सिमानाबाट भारततर्फ लाग्छौँ। जम्मै यतातिर अब हामी नेपाली साथीहरू ढाका टोपी लगाएर टक्क बसेको बोर्डर एरियामा राम्रो देखिँदो रहेछ होइन। गाडीको इन्ट्री गरेर एसएसबीले उता चेक गरेर बल्ल इन्डियाले छिर्न दिन्छ भन्ने कुरा आयो। ल भालेले पनि हो भने अब जाउँ। बुवाको पुरानो दोस्ती यहाँ भेट भइसक्यो। जानुपर्छ त, तिमी कस्तो मान्छे हो यार। ए मेरो लड्का। नमस्कार काका। अब वहाँ बैठा रहे निर्मल बाबू फोन करके बुलाएं। बुवाका दोस्तीहरू यहाँ भेटेछन्। बुवाका दोस्तीहरू भेटिरहेछन्। नेपाल भारत सिमाना यहाँबाट अब सुरु हुँदो रहेछ। यो हाम्रो नेपालको उतातिर एसएसबी बसेको छ भारतको। श्री5को सरकारको अझै रहेछ यहाँ लोगो। अब यहाँबाट क्यामेरा युज गर्दा यदि मिल्दैन होला। अब उता पारि पुगेपछि यो हाम्रो 600 पिलर यहाँबाट छ। यो पिलर नम्बर 639 के छ यो, अब तल कोड के छ अब त्यति बुझिँदैन। यहाँबाट हामी चाहिँ भारत प्रवेश यतातिर ठ्याक्कै यहाँबाट चाहिँ यो न नेपाल हो न इन्डिया भयो, यो बिचको। अनि यहाँबाट हामी अब यता उता गयो भने भारत, यो स्टप लेखेको उतातिर गयो भने भारत। हामीहरू चाहिँ भारत प्रवेश भइसकेका छौँ। त्यहाँनिर चाहिँ अलिक कडा सुरक्षा चेक जाँच हुँदो रहेछ। अब हाम्रो यहाँबाट तुलसीपुर, भारतको तुलसीपुर जानलाई 24 किलोमिटर। अब भनेपछि त्यही अब आधी घन्टा जति लाग्छ हामीहरूलाई। हामीहरू त्यतै खानासाना खाने, त्यतै यसो पाटन होइन के पाटन देवी मन्दिर हेरेर दर्शन गरेर हामी फर्किन्छौँ। अब हाम्रो यात्रा भारतको सुरु भइसकेको छ। बालापुर भन्ने ठाउँ रहेछ यो बजार, बालापुर बजार क्षेत्र। हाम्रो तराईको बजार जस्तै हो कि तौलिया बजार छ नि हाम्रो, त्यस्तै इन्डियन बजार प्रभाव परेको हाम्रो उता इन्डियाले उता। यहाँ आएर रेस्ट गर्छ अरे के, यहाँ रेस्ट गरेर देवी पाटन जाने हो क्या उता। रेस्ट गर्ने ठाउँ हो क्या उहाँबाट आएछ। सुरु भइहाल्छ। अच्छा अब यताबाट त अच्छा गर्नु पऱ्यो नि त। अब ए छोरो कटिन्यू खै त के पो। अहिले हामी यो प्रवेश भएको ठाउँको नाम रहेछ बल्लामपुर बजार। बल्लामपुर हो रे यो। यो बल्लामपुर लेखेको छ त। ए जिल्ला बल्लामपुर हो। के बजार रहेछ त्यो यार? यो तुलसीपुर बजार नै पर्छ। ए बजार क्षेत्र भारतको यो बल्लामपुर जिल्लाको तुलसीपुर रेलवे स्टेसन हो। त्यहाँ रेल हुन्छ भित्र। इन्डियाको यो तुलसीपुर। यो पनि नेपालभन्दा अलिक भिजिटिएको रहेछ है।
आइसक्यो हामीहरू तुलसीपुरको प्रवेशद्वार पाटन देवी ल के मनाइ छ यहाँ पाटन दरबार ल यहाँ चाहिँ तलाउ सानो तलाउ रहेछ यहाँनिर चित्रकलाहरूले भरिएको यहाँ केही न केही पक्कै पनि होला यहाँको अब इतिहास ग्रन्थहरू केही न केही होला यहाँ चित्रहरूले पनि केही कुरा भनिरहेको जस्तो छ बुझ्न सक्ने अलि भएन भनौँ न यहाँ का इतिहास कुछ बताएंगे क्या है इधर नहीं पता ये बहुत पुराना पोखरा है माता हाँ इसमें बहुत गहरा है हाँ और मच्छी अच्छी रहती है अच्छा इससे आगे हमको पता नहीं अच्छा हम भी बस्ती जिले से आए हैं हाँ हाँ घूमने आए हैं घूमने आए हैं हाँ, चलो ठीक ठीक कहाँ से दूंगा सर जी हम बस्ती से आए हैं ये भी टूरिस्ट है हम भी टूरिस्ट है ल ठीक अरे है आए बहुत गहरा हाँ थैंक यू भक्तजनहरूले चाहिँ यहाँ बनाएर खाने ठाउँ बनाएको छ एउटा मैदान चौर आदर्श गौ सेवा केन्द्र ल फर्क्यौँ अब हाम्रै आफ्नै स्वदेशतिर फर्क्यौँ यहाँको हाम्रो अब पाटन देवीको दर्शन भइसक्यो गौशाला पनि हेरियो अब थोरै भोजन गरेर जान पाएपछि राम्रो अब मिठो शुद्ध खाना राम्रो भयो भनेपछि चाहिँ उतै गएर खाइन्छ हामीहरूले जाम उखु जुस काम गर्मी छ यहाँ भारतमा चाहिँ एकदमै गर्मी छ भनौँ न होइन अहिले पुसको महिनामै कहाँ पुस हुनु फागुनको महिनामै फागुनको महिनामा गर्मी छ त्यही हुनाले उखु जुस पिएर शरीरलाई ठन्डा बनाएर अगाडि बढ्ने हाम्रो ल श्रीमतीजीले हो क्या पहिला ठन्डा भइरह होला नि शरीर त ल चाहिँ नि खा के को सपिङ हो यो चन्दन लग्ने क्या रातो र पहेँलो खै अर्को दुईटा यहाँ चाहिँ जबरजस्ती टिका लाउने अझै पछि लागिरहेको छु अझै टिका लाउने र डोरी भन्ने पैसा कमाउने धन्दा रहेछ यहाँ अरे बाने आयो भने कहाँ भन्छ कहाँ यहाँ या बाबु कति बाबु जाउँ हामीहरू अब जाने हो नि त पहिला बस हाम्रो पहिला बस तुलसीपुर पाटन देवीको दर्शनपछि अब हामी जाँदैछौँ हाम्रो आफ्नै कोइलावास वासस्थान आफ्नो स्वदेश नै राम्रो स्वदेश नै सफा भनेर हामी आफ्नो स्वदेश फर्किन चाहन्छौँ चलिए हामीहरू चाहिँ आइसक्यो आफ्नो देश स्वदेश फर्केर भारत घुमेर नेपालमा आइयो आफ्नै देश राम्रो भयो के कस्तो भयो हजुरलाई मलाई एकदम रमाइलो लाग्यो भारत रमाइलो लाग्यो तर एकदम फोहोर लाग्यो है फोहोर चाहिँ नेपालभन्दा धेरै बढी फोहोर देखियो गजाङ गुजुङ अस्तव्यस्त छ अरू सबै ठिकै हो ल ठिक छ ल जाउँ अब खानै खाइएको छैन अहिलेसम्म जाउँ गइसक्छु बुवा बिहान चियाको खाएको ठाउँमा मैले मेरो सम्पत्ति छोडेको थिएँ सम्पत्ति लिन जाने चिया खानामा लाग्छौँ के चिया खानामा लाग्छौँ के चिया खानामा लाग्छौँ चिया खाने होस् के त
त्यो ल्याउनु त गिलास केही छ कि छैन प्लास्टिककै गिलास दिनुहोस् चिसो खाएर बसौँ गर्मी भयो धेरै हामी त तुलसीपुरसम्म गयौँ तुलसीपुरबाट फर्कियो पाक्दैछ होइन हुँदैछ त्यहाँ आउँछ खाइसक्यो हजुर अहिले म चाख्न आउँछु ठिक छ होइन खाइसिनु ठिक छ चाउचाउ खान्छ हामी बाउछोरा बेग चाउचो खाएर चाउमिन खान जान्छौँ हजुर बाउछोरा चाउमिन खाएर जाँदैछौँ चाउचो खाएर चाउमिन खान जाँदैछौँ मम्मा हुने मम्माले कट्टो चाउमिन खाँदैछन् बुवा इग्ली खान्छौँ कि मम्मीले चाउमिन त हामी आइसक्यौँ के छ कोइलावास कहिले आउनुभयो तपाईँ कताको बासिन्दा हो के हो भन्नुहोस् तपाईँको घर कहाँ दाङ कहाँ यो पनि त दाङ त हो नि दाङ कहाँ के बागमारी हो तपाईँको घर कहिले आउनुभयो त्यहाँ तपाईँ कति वर्ष जति भयो भन्नुहोस् न भनेपछि 40-50 वर्ष भइगयो भनेपछि यति रमाइलो लाग्छ अब तपाईँलाई कोइलावास ल ठिक छ कहाँनिर चाहिँ त्यो हकिमको घर माथिपट्टि कता हो अरे कोइलावासको पुरानो बजार असली भवनहरू यिनी नै हो होइन के ठिकै छ केही छैन त्यो नागा रुखलामा रोक्दै नरोक्ने दुग्री हो अब हामीले हुन्छ यही खोला अघि त्यहाँ बाजेले भनेको अघि बुवाले भनेको नि यही हो खोला यो खोला पहिला एकदम समतल माओवादीले नारायणबाट जानु अब त्यहीँ खाइहाल्यो नि त के अब कोइलावास चाहिँ यहाँबाट खासै देखिँदैन होला क्यामेराबाट होइन आज तुवालो पनि लागेको छ ठ्याक्क पाहाडबाट हेरौँ न राम्रो देखिएला भनेको तुवालेले गर्दाखेरि खासै केही क्यामेरामा देखिएको छैन मैले तर आँखा चाहिँ अलिअलि देखिन्छ त्यहाँबाट आउँछ ल अब दाइले उताबाट बोलाउनु भएको छ उता देखेछ भने अनि ड्रोन सट पनि हेर्नेवाला छ यहाँबाट अलिकति क्लियर थोरै यहाँबाट हामी एउटा ड्रोन सट हेर्छौँ अहिले यहाँबाट अब हाम्रो कोइलावासको यात्रा अब सकेर हामीहरू घर फर्किँदैछौँ दाङ र बिचमा हामीले चाहिँ एकजना हाम्रो इष्टमित्र दिदीलाई भेटेर जाने भनेको फोन गरेको फोन लागेर यहाँदेखि मिल्यो भने हामी त्यहाँ भेट्छौँ होइन भने हामीहरू दाङ नारायणपुर घर फर्किन्छौँ है दिदीसँग कुरा भइसक्यो हाम्रो गोडवामा एकछिन रोकेर जाऊ चिया नास्ता खाएर भनेर भन्नुभएको छ ल हामी यहाँ रोकेर
चिया नास्ता गरेर जान्छौँ भेटघाट गरेर यही रहेछ दिदीको घर डल्ली गुराँस होटलको छेउमै ल ल बनाएछु ल हुन्छ दिदी ल बस्यो सँगै खाना यहाँ म भिडियो बनाउँदैछु कि सँगै बसेर खाने हो सबैलाई ठुली भयो बाँची र सबभन्दा ठुलो बाँच्नु हो बाँचे सबै हुन्छ ल मम्मीको फेरि विदेशी स्टाइल छ कि ठ्याक्क हक गरिहाल्ने ल हुन्छ दिदी हजुरले राम्रो स्वागत गर्छु आज हामीलाई मामा घरको मान्छे खुसी लाग्छ नि अब मामा घरका मान्छे त एकदम प्यार हो हामीलाई पनि खुसी लाग्यो ल ल हुन्छ हस् जस्तो लाग्छ त अब माइतीले गएको प्रसादै हो होइन दुःख त्यो त्यस्तो कति नभन्छ माइजू झन् मलाई पिर पर्छ त्यस्तो भने नि त खुसी मान्छे भन्नु पर्यो के खुसी मान्नु पर्यो नि ल हस् हुन्छ म त्यति बेला त्यहाँ मामा घर आए पनि अब त्यहाँ सुत्ने ठाउँ बिरामी मान्छे अलिक उठ्नु पर्यो नि म त्यतिखेर आउँछु है हुन्छ हस् मम्मीलाई देखे जस्तो लाग्छ कि हजुरलाई हो ड्युटीको एकदम गर्ने ल यो चाहिँ हाम्रो दिदीको घर यहाँबाट चाहिँ अब हामी बिदा हुन चाहन्छौँ ल हस् दिदी है